नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स। नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स। नमो तस्स भगवतो अरहतो सम्मा नम र त्राणको अर्थ रक्षा गर्नु हो, अर्थात् मानव जीवनमा चारैतिरबाट आउने भय अन्तरायबाट रक्षा गर्नु यसको तात्पर्य हो। बुद्ध शिक्षा अनुसार आफ्नो शत्रु बाहिर नभएर अकुशल चित्तहरू नै शत्रु हुन्। वास्तवमा हामीलाई बिगार गर्ने बाहिर नभएर भित्रै भएको सन्दर्भमा जसको मनभित्र कमजोर हुन्छ, भाइ फुटे गँवार लुटे भने झैँ उसलाई मात्र बाहिरी भय त्रास बाधाहरू आइपर्छन्। त्यसैले बाह्य भय त्रास बाधाहरूबाट रक्षा गर्न पहिला आफ्नै मानसिक स्तरबाट सक्षम र सुरक्षित हुनुपर्ने हुनाले आफ्नो रक्षाको लागि उपदेश दिनुभएको बुद्ध वचनहरू नै पाठ गर्नुको साथै आचरण गर्नु हाम्रो कर्तव्य हो। त्यसैले अरूलाई शत्रु दुश्मन देख्नुभन्दा आफ्नो कमजोरी हेरेर सुधार्नु नै वास्तविक बौद्ध रक्षा पद्धति हो। यही रक्षा पद्धतिको ज्ञान हासिल गर्न नै परित्राण पाठ गरिन्छ। विशेष गरी बुद्ध वचन भएको नाताले बुद्ध धम्म सङ्घको प्रभावले बाह्य भौतिक भएकोले पनि परित्राण नियमित रूपमा सबैले पाठ गर्नु लाभप्रद नै हुनेछ। त्यसमा पनि ज्ञान हासिल गरेर आचरणमा ल्याउन सक्नेको जीवनमा भय त्रास बाधाहरूबाट स्वत हटेर जानेछ। यसबाट मानसिक रूपमा शक्तिको अनुभूति हुनेछ। बौद्ध समाजमा जुनसुकै शुभ वा अशुभ कार्य गर्दा परित्राण पाठ गरेर संस्कार कर्म समाप्त गर्ने विसर्जन गर्ने प्रचलन छ। विशेष गरी बुद्ध वचन भएको नाताले परित्राण पाठ गर्नलाई भौतिक लाभमा मात्र सीमित नराखी मानसिक अथवा आध्यात्मिक लाभ र ज्ञान लाभको लागि प्रयोग गर्नु श्रेयस्कर हुनेछ। प्रायश परित्राण सूत्रको अगाडि किन, कसरी, कसको लागि सुरु भएको हो त्यसको छोटकरी कारण बताइएको हुन्छ। त्यसलाई निदान भनिन्छ। परित्राण सूत्र पाठ नगर्दै अगाडि संक्षिप्तमा निदानलाई भनेर पाठ गर्नेछु। पाठ गर्नुभन्दा पहिला समन्त चक्रवालमा भएका सत्व प्राणीहरूलाई यहाँबाट मैत्री पुर्याई भगवान बुद्धले बुद्धत्व ज्ञान पाउने बित्तिकै सर्वप्रथम उदान गर्नुभएको उदान गाथा वा बुद्ध प्रथम वचन गाथा उच्चारण गरी कर्मशः परित्राण 11 सूत्र पाठ गर्न गइरहेको छु र साथसाथै पठान पालीलाई पनि संक्षिप्तमा उच्चारण गर्नेछु। अत श्रद्धापूर्वक श्रवण गर्नुहुनेछ। धम्म श्रवण पुण्य वृद्धि होस् र समन्त चक्रवालमा भएका सबै सत्वप्राणीहरूलाई यहाँबाट मैत्री पुर्याउँदछु। पजा सभा सुसयन्तु उठन्तु सुमङ्गला दुष्यन्तु दुर्गतिं गामिं पुरेन्तु सब पारमिं। पजा सभा आफ्नो स्थान, आफ्नो ठाउँ, आफ्नो गाउँ, आफ्नो नगर, आफ्नो सहर, आफ्नो देशमा रमाई बसेका सबै सत्व प्राणीहरू सुसयन्तु राम्रा राम्रा सपनाहरू देखेर खुसियाली र आनन्दसँग मिठो निन्द्रमा निदाउन सकुन्। सुमङ्गला मङ्गलमयले छाएर शुभकामनाहरू फक्रिएको भएर उठन्तु राम्रो सुहाने मिरमिरे उज्यालो सुप्रभात रमणीय अरुण उदय झुलमुल झुलमुल उज्यालो भएको उषा कालमा उठ्न जाग्न पनि सकुन्। दुर्गतिं गामिं चार अपाय दुर्गति पुग्ने कारण नराम्रा निर्मित खराब दुश्चरित्रहरूलाई दुष्यन्तु सज्जन अस्त्र धर्मचक्र
मध्यम मार्ग सही उत्तम आचरणद्वारा संहार गर्न पनि सकुन्। सब पारमीम सम्पूर्णतया परिपूर्ण गर्न योग्य भएको 3.30 भन्ने पारमीहरू उत्तम आचरणलाई पुरेन्तु एक श्रेणी भन्दा एक श्रेणी अझ भन्दा अझ छिपिने गरी निश्चल रूपमा दृढतापूर्वक पूर्ण गर्न सकुन्। यो सारा लोक पृथ्वी धातुमा माटोको स्वभाव धर्म हरेक स्थान जहीँ तहीँ ठाउँ ठाउँमा भए झैँ। रेङ्गुन महानगर टाउँ अकलापा पार्मी 3 एरिया मुए सान्डा तिरी बिहारदेखि पुर्याइदिएको हामीहरूको यो मैत्री पनि माटो सरी नै फैलिएर जाओस्। यो सारा लोक पृथ्वी धातुमा पानीको स्वभाव धर्म हरेक स्थान जहीँ तहीँ ठाउँ ठाउँमा भए झैँ। रेङ्गुन महानगर टाउँ औकलापा पार्मी 3 एरिया मुए सान्डा तिरी बिहारदेखि पुर्याइदिएको हामीहरूको यो मैत्री पनि पानी सरी नै फैलिएर जाओस्। यो सारा लोक पृथ्वी धातुमा हावाको स्वभाव धर्म हरेक स्थान जहीँ तहीँ ठाउँ ठाउँमा भए झैँ। रेङ्गुन महानगर टाउँ अकलापा पार्मी 3 एरिया मुए सान्डा तिरी बिहारदेखि पुर्याइदिएको हामीहरूको यो मैत्री पनि हावा सरी नै फैलिएर जाओस्। हेदेन सजवजिन सुखिता हन्तु पानिनो हेदेन सजवजिन अहिले यहाँ यसरी भनिएको सत्य वचनको प्रभावले सब पानिनो लोकमा भएका सम्पूर्ण सत्व प्राणीहरू सबै सुखिता कायिक सुख मानसिक सुख चैतसिक आदि गरिएका सुखहरू र लौकिक सुख सम्पत्ति ऐश्वर्यहरूले पनि हन्तु भरिपूर्ण होस्। साधु साधु साधु। र अब भगवानले बोधि ज्ञान प्राप्त गर्ने बित्तिकै सर्वप्रथम उदान गर्नुभएको उदान गाथालाई प्रारम्भ गर्छु र परित्राण सूत्रलाई क्रमशः उच्चारण गर्नेछु। अनेक जाति संसारम सन्दाविषम अनिविषम गहकारम गवि सन्तो दुःख जाति पुनः पुनम गहकारक दिठोसी पुनः गेहम नकाहसी सबाते फासुका भगा घकुटम विसङ्खतम विसङ्खार गतम चित्तम तनानम खय मजगा अनेक जाति संसारम सन्दाविषम अनिविषम गहकारम गवि सन्तो दुःख जाति पुनः पुनम गहकारक दिठोसी पुनः गेहम नकाहसी सबाते फासुका भगा गकुटम विसङ्खतम विसङ्खार गतम चित्तम तनानम खय मजगा अबिजा पचया संखारा संखार पचया विज्ञानम विज्ञान पचया नाम रूपम नाम रूप पचया सलायतनम सलायतन पचया फसो फस पचया वेदना वेदना पचया तणहा तणहा पचया उपादानम उपादान पचया भव भव पचया जाति जाति पचया जरा मरण
शोक परिदेव दुःख दोमनसुपायासा सम्भवन्ति एवमेतस केवलस दुःख खन्दस समुदयो होति अविज्ञाय त्वेव अशेष विराग निरोधा संखार निरोधो संखार निरोधा विज्ञान निरोधो विज्ञान निरोधा नाम रूप निरोधो नाम रूप निरोधा सलायतन निरोधो सलायतन निरोधा फस निरोधो फस निरोधा वेदना निरोधो वेदना निरोधा तण्हा निरोधो तण्हा निरोधा उपादान निरोधो उपादान निरोधा भव निरोधो भव निरोधा जाति निरोधो जाति निरोधा जरा मरण शोक परिदेव दुःख दोमनसुपायासा निरुध्यन्ति एवमेतस केवलस दुःख खन्दस निरोधो होति यदा हवे पातु भवन्ति धम्मा आतापिनो झायतो भ्रमणस अथ सकङ्खा वपयन्ति सब्बा यतोपजानाति सहेतु धम्मम् यदा हवे पातु भवन्ति धम्मा आतापिनो झायतो भ्रमणस अथ सकङ्खा वपयन्ति सब्बा यतो खयं पश्यानम् अवेदि यदा हवे पातु भवन्ति धम्मा आतापिनो झायतो भ्रमणस विधूपयं तिष्ठति मारसेनं सूर्यो वा ओवासय मन्तलिखम् हेतु पचयो आरमण पचयो अधिपति पचयो अनन्तर पचयो समनन्तर पचयो सहजात पचयो अन्यमन्य पचयो निश्चय पचयो उपनिश्चय पचयो पुरे जात पचयो पश्चाजात पचयो आसेवन पचयो कम्म पचयो विपाक पचयो आहार पचयो इन्द्रिय पचयो झान पचयो मग्ग पचयो संयुत पचयो विपयुत पचयो अथि पचयो नथि पचयो विगत पचयो अविगत पचयोति जयन्तो बोधिया मूले सक्यानं नन्दी वढ्यनो एवमेव जयो होतु जयसु जय मङ्गले अपराजित पलङ्के शीशे पुतु विपुकले अभिषेके सब बुद्धानम् अगपतोपमोदति सुनखतं सुमङ्गलं सुप्रभातं सुउत्थितं सुखनो सुमुहूर्तो च सुइठं ब्रह्मचारिषु पदक्षिणं कायकम्मं वासाकम्मं पदक्षिणं पदक्षिणं मनोकम्मं पणिधीते पदक्षिणे पदक्षिणानि कत्वा न लभं तथे पदक्षिणे ते अत लब्धा सुखिता विरुला बुद्ध शासने अरोगा सुखिता होथ सहसभिः ज्ञातिभिः ते अत लब्धा सुखिता विरुला बुद्ध शासने अशोका सुखिता होथ सहसभिः ज्ञातिभिः ते अत लब्धा सुखिता विरुला बुद्ध शासने अभया सुखिता होथ सहसभिः ज्ञातिभिः। र अब परित्राण धर्मलाई उच्चारण गर्न जान्छु र सर्वप्रथम आह्वान सूत्रलाई उच्चारण गर्दछु र यो आह्वान सूत्रको निदान यस प्रकार छ। यो सूत्रमा सम्पूर्ण चक्रवालमा वास गरिरहेका देवी देवताहरूलाई परित्राण धर्म श्रवणका निम्ति आउनु पर्यो भनी अनुरोध गर्दै पुण्य अनुमोदन गरेर रक्षाको निम्ति आह्वान गरेको सूत्र हो। यसलाई आह्वान सूत्र भनिन्छ। समन्ता चकवालेषु अत्रागच्छन्तु देवता सद्धम्म मुनिराजस शृण्वन्तु सगमोखदम् धम्म श्रवणकालो अयं भदन्ता धम्म श्रवणकालो अयं भदन्ता धम्म श्रवणकालो अयं भदन्ता नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स नमो
तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स ये सन्ता सन्त चित्ता ती शरण शरणा यथ लोकान्तरे वा भुम्मा भुम्मा स दिवा गुण गण गहन व्यवटा सब कालम एते आयन्तु देवा वर कनकमये मेरुराजे वसन्तो सन्तो सन्तोष हेतुं मुनिवर वचनं सुतुमगं समगा सब्बेषु चकवालेषु यखा देवा च ब्रह्मणो यम अमेहि कदम पुण्यम सब संपदि साधकम सभ्येतम अनुमोदित्वा समग्गा शासने रता पम्माद रहिता हुन्तु आरक्षासु विशेषतो शासन सच लोकस विद्धि भवतु सबदा शासनं पिच लोकञ्च देवा रखन्तु सबदा सदिं हुन्तु सुखी सबे परिवारिहि अतनो अनिघा सुमना हुन्तु सबेहि ज्ञातिभि राज तोवा चोर तोवा मनुष्य तोवा अमनुष्य तोवा अग्नि तोवा उदक तोवा पिशाच तोवा खानुक तोवा कंटक तोवा नखत तोवा जनपद रोग तोवा असधम तोवा असंदिठि तोवा असप्रिस तोवा चंड हथी अस मीग गोण कुकुर ऐ विच्छिका मणि सपदिवि अक्षत्रक्ष सुकर महिंस यख रखसादि नाना भय तोवा नाना रोग तोवा नाना उपद्रव तोवा आरखम गणन्तु आह्वान सुतम निठितम मंगल सुतम र मंगलसूत्रको निदान यहाँबाट अलिकति भनेर बताउँदछु। भगवान बुद्धले मंगलसूत्र देशना गर्नुभन्दा 12 वर्ष अगाडि लोकमा मंगल कोलाहल उत्पन्न भयो। असली सम्यक मंगल के हो भन्ने कुरा कसैले निश्चित निर्णय गर्न नसक्दा त्यो कोलाहल सारा देव ब्रह्म मनुष्य लोकमा मचियो। अन्तिम इन्द्रले देवगणहरू सहित भई रात्रिको पहरमा श्रावस्ती जेतवन बिहारमा आफ्ना दिव्य प्रकाशले जेतवन बिहार सबै उज्यालो पारी जहाँ भगवान बुद्ध हुनुहुन्थ्यो त्यहाँ गएर अभिवादन गर्दै बहुदेवा मनुष्या च मंगलानि अचिन्तयुम भन्ने गाथाद्वारा प्रार्थना गर्दा इन्द्रको प्रार्थनालाई स्वीकार गर्नु भई 11 गाथाद्वारा 38 प्रकारका मंगल धर्मदेशना गर्नुभएको थियो। यसलाई भनिन्छ मंगल सूत्र। हामीले मंगल सूत्र भनिन्छ। यम मंगलम द्वादशै चिन्तयुं सुसदेवका सोत्थान्नं नादि गच्छन्ति अठतिं संस मंगलम देशितं देवदेवेन सब पाप विनाशनम सब लोकहिताय मंगलम तं भणामहे एवं मे सुतम एकम समयं भगवा सावथीयं विहरति जेतवने अनाथपिंडिक स आरामे अथ खो अन्यत्र देवता अभिकंताय रतिया अभिकंत वर्णा केवल कपम जेतवनम ओभासित्वा येन भगवा तेनुपसंकमी उपसंकमित्वा भगवन्तं अभिवादित्वा एकमन्तं 88 एकमन्तं ठिता खोसा देवता भगवन्तं गाथाय अजभासि बहुदेवा मनुष्या च मंगलानि अचिन्तयुम् आकाङ्क्षमाना सोत्थानं ब्रूहि मंगलमुत्तमम् हसेवना च बालानं पण्डितानं च सेवना पूजा च पूजनीयानं एतं मंगलमुत्तमम् पतिरूपदेशवासो च पुबे च कद पुण्यता अत सम्मापणिधि च एतं मंगलमुत्तमम् बाहु सचंच सिपंच विनयो च सुशिक्षितो सुभाषिता च यावाजा एतं मंगलमुत्तमम् माता पितु उपठानं पुत्रधारस संगहो अन्नाकुला च कमन्ता एतं मंगलमुत्तमम् दानं च धर्मचर्या च ज्ञातकानं च संगहो अन्नवजानि कम्मानि एतं मंगलमुत्तमम् आरती विरति पापा मज्जपाना च संयमो
अपमादो च धम्मेषु एतं मङ्गलमुत्तमम् गारवो च निवातो च सन्तुष्टि च कदन्युता कालेन धम्मश्रवणम् एतं मङ्गलमुत्तमम् खन्ति च सोवचस्सता श्रवणानञ्च दर्शनम् कालेन धम्मसाकच्छा एतं मङ्गलमुत्तमम् तपो च ब्रह्मचर्यं च अर्यसचान दर्शनम् निब्बान सच्छी क्रिया च एतं मङ्गलमुत्तमम् फुट्टस्स लोकधम्मेहि चित्तं यस न कम्पति अशोकं वीरजं खेमम् एतं मङ्गलमुत्तमम् एतादृशानि कृत्वा न सर्वथम् अपराजिता सर्वथ सतिं गच्छन्ति तं तेषां मङ्गलमुत्तमं ते मङ्गलसूत्रं निठितम्। र अब रत्नसूत्र र रत्नसूत्रको निदान यस प्रकार छ। भगवान बुद्ध राजगृह नगरको वेलुवन बिहारमा बिहार लिनुभएको बेलामा अत्यन्त सुख समृद्धिले परिपूर्ण भइरहेको वैशाली नगरमा एकपटक दुर्भिक्ष अनिकाल भयो। यस दुर्भिक्षले दुखी गरिबहरू खानु पिउनु बिना धमाधम मृत्यु हुँदै गए। लासको दाह कर्म हुन नपाउँदा लासहरू तितर बितर भई फ्याँकिए। त्यसको दुर्गन्धले भूत प्रेत आदि अमनुष्यहरू नगरमा पसेर दुःख कष्ट दिन आए। निकै मानिसहरू मरे। मरेका मानिसहरूको दुर्गन्धले सर्पको बिख समान कडा अहिवाद भन्ने रोग फैलियो। यसरी वैशालीमा दुर्भिक्ष भए, भूत प्रेत भय र महामारी रोग भय उत्पन्न भयो। त्यसबेला वैशाली राजा लिच्छवी राजाहरूको निमन्त्रणालाई स्वीकार गरी तथागत सम्मा सम्बुद्ध भगवान 500 भिक्षुसहित त्यो नगरमा अति शोभायमान रूपले गमन गर्नुभयो र नगरको द्वारमा उभिनुभयो र आनन्द स्थविरलाई आज्ञा गर्नुभयो। आनन्द रत्नसूत्र मसँग सिकेर लिच्छवी कुमारहरूका साथमा पर्खालभित्र पसेर बसेर परित्राण पाठ गर। आयुष्मान आनन्दले पनि भगवानको आज्ञालाई शिरोपर धारण गरी पाठ गरी दिनुभयो र रत्नसूत्र पाठ गर्दा राम्रो वर्षा भएर सबै फोहोर मैल बगाई रोग भय दूर भई दुर्भिक्ष भय दूर भई सुख शान्ति प्राप्त भएको थियो। यो जने रत्नसूत्रको निदान हो। र अब यहाँ रत्नसूत्रलाई उच्चारण गर्दछु। पणिधान तो पठाय तथा गतस 10 पारमियो 10 उपपारमियो 10 परमथ पारमियोति समतिंस पारमियो पंचमहापरिचागे लोकथ चरियम न्यातथ चरियम बुद्धथ चरियन्ति 30 चरियायो पश्चिम भवे गभ ओकन्तिम जातिम अभिनिख मनम पधान चरियम बोधि पलङ्के मार विजयम सब्बन्युत ज्ञानम पटि वेदम धम्म चक्र पवतनम नवलोकुत्र धम्मेति सब्बेपि मे बुद्ध गुणे आवजेत्वा वेशालियाति सुपाकान्तरेषु तियामा रतिम परितम करुन्तो आयस्म आनन्द थेरोय कारुण्यचित्तम उपठपेत्वा कोटि शत सहसेषु चकवालेषु देवता यशाणं पटि गणहन्ति यञ्च वेशालियापुरे रोगा मनुष्य दुर्भिकं सम्भुदं त्रिविधं भयं क्षिप मन्त्रधापेसि परितं तं वनामहे यानि भूतानि समागतानि भुम्मानि वायानि वान्तलिखे सबेव भूता सुमना भवन्तु अथोपि सकच शृण्वन्तु भासितं तस्मै भूतानि सामेथ सबे मित्तं करोथ मानुष्या पजाय दिवाचरतो च हरन्ति ये बलिं तस्माहि ने रखत अपमता यं किञ्चि वित्तम् इधवाहुरवा सगेषु वायं रतनं पणितं ननु समम् अति तथा गतेन इदं बुद्धेरतनं पणितं एतेन सचेन सुवत्ति होतु खयं विरागम् अमतं पणितं यदज्झगा शक्य मुनि समाहितो न तेन धम्मेन समर्थि किञ्चि इदम्पि धम्मे रतनं पणितं एतेन सचेन सुवत्ति होतु यं बुद्धश्रेष्ठो परवर्ण शुचिं
समाधिमानन्तरिकन्यमाहु समाधिना तेन समो न विज्जति इदं विधं मे रतनं पणितं एतेन सचेन सुवति होतो ये पुग्गला 850 चत्तारि एतानि युगानि होन्ति ते दक्षिणेया सुगतस्य सावका एतेषु दिनानि महफलानि इदं विसङ्घे रतनं पणितं एतेन सचेन सुवति होतो ये सुपयुता मनसा दल्हेन निकामिनो गौतम शासनं हि ते पतिपता अमतं विगृह्य लद्धा मुधा निबुन्ति भुञ्जमाना इदं विसङ्घे रतनं पणितं एतेन सचेन सुवति होतो यथिन्दखिलो पठविषितोऽस्या चतुर्भिवाते हि असम्पकम्पियो तथुपमं सपुरुषं वदामि यो अर्य सचानि अवेज्जपसति इदं विसङ्घे रतनं पणितं एतेन सचेन सुवति होतो ये अर्य सचानि विभावयन्ति गम्भीरपण्येन सुदेशितानि किञ्चापि ते होन्ति भूसम्पमत्ता न ते भवम् अठममादीयन्ति इदं विसङ्घे रतनं पणितं एतेन सचेन सुवति होतो सावसदसन सम्पदाय तयस्सु धम्मा जहिता भवन्ति सकाय दिठि विजिकिचितञ्च शीलबतं वापि यथति किञ्चि चतुः पाहि च विपमुतो छच्चा बिठानानि अबब्बकातुम् इदं विसङ्घे रतनं पणितं एतेन सचेन सुवति होतो किञ्चापि शोकमं करोति पापकं कायेन वाचा उदचेतसा वा अबब्बसु तस्य पटिच्छदाय अबब्बता डित्थपदस्य उता इदं विसङ्घे रतनं पणितं एतेन सचेन सुवति होतो वनप्पगुम्बे यथा फुसितगे गिम्हानमासे पठमस्मिन् गिम्हे तथुपमं धम्मवरम् अदेशै निब्बानगामिं परमं हिताय इदं विबुद्धे रतनं पणितं एतेन सचेन सुवति होतो वरो वरन्युवरदो वराहरो अनुत्तरो धम्मवरम् अदेशै इदं विबुद्धे रतनं पणितं एतेन सचेन सुवति होतो क्षीणं प्राणं नवनत्थि सम्भवं विरक्तचित्तायति केवस्मिन् ते क्षीणबीजा अवृल्लिछन्दा निबन्ति धीरा यथायं पदीपो इदं विसङ्घे रतनं पणितं एतेन सचेन सुवति होतो यानि भूतानि समागतानि बुम्मानि वायानि व अन्तर्लिखे तथागतं देवमनुष्यपूजितं बुद्धं नमसाम सुवति होतो यानि भूतानि समागतानि बुम्मानि वायानि व अन्तर्लिखे तथागतं देवमनुष्यपूजितं धम्म नमसाम सुवति होतो यानि भूतानि समागतानि बुम्मानि वायानि व अन्तर्लिखे तथागतं देवमनुष्यपूजितं संघं नमसाम सुवति होतो रतनसुतं निठितम्। रव मैत्री सूत्र। यो मैत्री सूत्र पठन पाठन गर्नको प्रभावले नराम्रो सपनाहरू देखिँदैनन्। देवादि सर्व प्राणीहरूलाई मैत्री भावना गरेको हुनाले डर भय हुँदैन, मनमा शान्ति हुन्छ। यो मैत्री सूत्र भनेको मैत्री भावना वृद्धि गर्दै लाने कृत्य, भय अन्तराय हटाउने कृत्य, विपश्यनाको जग समान भएको पादक ध्यान कृत्य, यी 3 कृत्य पूरा गरिदिन सक्ने हो भनी धर्मपद अर्थकथा खुद्दक पाठ अर्थकथामा उल्लेख भएको छ र यहाँ मैत्री सूत्र उच्चारण गर्दछु। यस्सानुभावतो यखनेव दसिन्ति भीषणं यमि चेवान्नुयुजन्तो रतिं दिव मतन्दितो सुखं सुपदिस्ततो च पापं किञ्चित् न पश्यति एवामादि गुणोपेतं परितं तं वनामहे करणीयमथ कुशलिन यन्तं सन्तं पदम् अभिसमे च सको उजु च सुहुजु च सुवचो च समुदु अनतिमानि सन्तुसको च सुभरो च अपकिचो च सल्लौकौति
शान्तिन्द्रियो च निपको च अपगभो कुलेश्वननु गिद्धो न च खुद्ध माचरे किञ्ची येन विन्यु परे उपवादेयुम् सुखिनो वा खेमिनो हन्तु सब सदा भवन्तु सुखी तदा ये केची पान भूतथि तस्सा वा थावर वा नव शेषा दीघा वा एव महन्ता मज्जिमा रसक अनुक थुला दीठा वा एव अदीठा एव दूरे वसन्ति अवि दूरे भूता वा समवेशी वा सब सता भवन्तु सुखी तथा न परोपरम निकुब्बेथ नाथि मन्येथ कथचिं न किञ्चि ब्यारो सनापटि गसन्या नान्य मन्यस दुःखमिच्छया माता यथा नियम पुत्त मायुषायिक पुत्तमनुरेखे एवं पि सबभूतेषु मानसंभावे प्रिमानम् मेतञ्च सबलोकस्मिन् मानसंभावे प्रिमानम् उद्धम अधो च तिरीयञ्च असंबाध अवैरमसपतम् तिष्ठं चरन्निसिन्नो वा स्यानो वा यावत् स विगत मिद्धो एतं सतिम् अधिष्ठेय ब्रह्ममेतं विहारमिदमाहो दिष्ठिञ्च अनुपगम्य शीलवा दर्शनेन सम्पन्नो कामेषु विनियगेधं न हि जातु गवसेय पुनरेति मेतसुतं निठितं। र अब खण्ड सूत्रको निदानलाई भन्दछु। भगवान बुद्ध श्रावस्तीको जेतवन बिहारमा बिहार गर्नुभएको समयमा एक वर्गी भिक्षु सर्पले टोकेर मृत्यु हुनुभयो। यो कुरा भिक्षुहरूले भगवानलाई निवेदन गरे। भगवान बुद्धले आज्ञा गर्नुभयो, भिक्षुहरू हो, त्यो मृत्यु हुने भिक्षुले 4 राजकुल सर्पहरूलाई मैत्री चित्त फैलाएनन् होला, मैत्री भाव राखेन होला। ती भिक्षुले 4 राजकुल सर्पहरूप्रति मैत्री चित्त फैलाएको भए ती सर्पले त्यो भिक्षुलाई टोक्ने थिएन। भिक्षु हो, सर्प 4 जातिका छन्, तिनीहरूप्रति मैत्री चित्त राखेको भए सर्पले टोकेर मृत्यु हुँदैन। आजदेखि आफ्नो सुरक्षाको लागि 4 जातिका सर्पहरूप्रति मैत्री राख भनी भगवानले विरूपखेहि मेम्मेत्तम आदि खण्ड सूत्र देशना गर्नुभएको थियो। र यो कुरा चतुक निपात अङ्गुत्तर निकाय पाली र दुक निपात खण्ड जातकमा समावेश छ। र यहाँबाट खण्ड सूत्र उच्चारण गर्छु। सब्बासी विष जातिनम दिव्य मन्त गदम विय यम नासेति विषम घोरम शेषञ्चापि परिचयम् आणाखेतमि सबथ सबदा सब पाणिनम सब सोपि निवारेति परितं तं बनामहे विरूपखेहि मे तं एरापथेहि मे छव्या पुतेहि मे तं कणा गौतम केहि च अपादकेहि मे तं द्विपादकेहि मे चतुप्पदेहि मे तं बहुपदेहि मे मामं अपादको हिंसी मामं हिंसी द्विपादको मामं चतुप्पदो हिंसी मामं हिंसी बहुपदो सब्बे सत्ता सब्बे पाणा सब्बे भूता च केवला सब्बे भद्राणि पश्यन्तु मा किञ्चि पापं मा गमा अपमाणु बुद्धो अपमाणु धम्मो अपमाणु संगो पमाणवन्तानि श्रीं सपानि अहि विच्छिका सदपदि उना नाभि सरबु मुसिका कता मे रखा कतम मे परितम पटिक्कमन्तु भूतानि सोहम नमो भगवतो नमो सतन्नम सम्मा सम्बुधानम ति खण्ड सुतम निठितम अथ मोर सुतम। र यो मोर सूत्रको निदान चाहिँ भगवान बुद्ध जेतवन बिहारमा बिहार गर्नुभएको समयमा एकजना उद्विग्न भएका भिक्षुको कारणमा स्त्रीहरूको कारणले साधारण व्यक्तिको त कुरै छाड्नु, पहिलाको समयमा पण्डितहरूले पनि 700 वर्षसम्म कामरागबाट टाढा भएर बस्दा पनि स्त्री जातिको शब्द सुनेर तत्क्षणमा नै आफूलाई संयम गर्न सकेनन् भन्ने आज्ञा हुनु भएर पूर्व जन्मका कुरा बताउनु भई त्यति बेला आफूलाई सुरक्षित गरेको ब्रह्म मन्त्र समान भइएको
मोर र सूत्र देशना गर्नुभएको थियो, जुन संक्षिप्तमा यस प्रकार छ। पूर्व समयमा बोधिसत्व मयूरको योनिमा जन्मनु भएको थियो। त्यसबेला वाराणसी देशका राजाका आज्ञाले आफूलाई पक्रन आएका व्याधाहरूले राजाका 7 पुस्तासम्म प्रयत्न गर्दा पनि मयूर राजाले धारण गरिराखेको यो ब्रह्म मन्त्र समान भएको मोर सूत्र परित्राणको बलले आफूलाई बाहिरबाट आउने अन्तरायबाट उनलाई सुरक्षित गरिराखेको हुनाले पक्रन समात्न सकेका थिएनन्। परन्तु एक दिन बिहान सबेरै यो परित्राणद्वारा आफूलाई सुरक्षा गर्न नपाउँदै तालिम प्राप्त पोथी मयूरको शब्दमा आकर्षित भएको कारणले मुग्ध भएर आफूलाई परित्राण बलले सुरक्षित नगरेको हुनाले जालमा परेको थिए। यस्तो अनुभवले पूर्ण भएको ब्रह्ममन्थन समान भएको सूत्र हो भनी जातक अर्थकथामा उल्लेख भएको छ। र अहिले मोर सूत्र पुरेन्तम बोधि सम्भारे निबतम मोर योनियम येन संविहिता रखम महासतम वनेचरा चिर समवाय मन्तापि नेव सखिंसु गणितुम ब्रह्म मन्तन्ति अखादम वरेदम दम बनामहे उदेतयं चक्षुमा एक राजा हरिसवर्णो पथ विप्पवासो तम तम नमस्सामि हरिसवर्णं पथ विप्पवासं तयज्जगुत्ता विहरेमु दिवसं ये ब्राह्मणा वेदगु सबधमे ते मे नमो ते च मम पालयन्तु नमथु बुद्धानं नमथु बोधिया नमो विमुक्तानं नमो विमुक्तिया इमं सो परितं कत्वा मोरो चरति एषना अपेतयं चक्षुमा एक राजा हरिसवर्णो पथ विप्पवासो तम तम नमस्सामि हरिसवर्णं पथ विप्पवासं तयज्जुगुत्ता विहरेमुरतिं ये ब्राह्मणा वेदगु सबधमे ते मे नमो ते च मम पालयन्तु नमोऽस्तु बुद्धानं नमोऽस्तु बोधिया नमो विमुक्तानं नमो विमुक्तिया इमं सो परितं कत्वा मोरो वासमकपयिति मोरसुतं निठितम् अथ वटसुतम र वटसूत्रको निदान चाहिँ एक समय भगवान बुद्ध मगधमा चारिका गर्दै एक मगध ग्रामबाट भिक्षाटन गरी फर्केर भोजन उपरान्त भिक्षुगण सहित मार्गमा जाँदै हुनुहुन्थ्यो। त्यसबेला अत्यन्त भयङ्कर रूपले वनमा डढेलो लाग्यो। भगवान बुद्धको अगाडि पछाडि निकै भिक्षुहरू थिए। त्यो डढेलो एकातिर धुवाँको मुस्लो अर्कातिर आगाको ज्वालो हुँदै फैलिँदै आइरह्यो। कुनै कुनै पृथकजन भिक्षुहरू मरण भएले डराई पहिल्यै नै आफ्नो ठाउँबाट अर्को आगो लगाएर पठाउनु पर्यो, जसबाट आगोले खाइसकेको ठाउँमा अर्को आगो लाग्न सकिँदैन भनिकन अरणी निकाली आगो बाल्न थाले। अनि अरू भिक्षुहरूले भने, आउसो तिमीहरूले यो के गरेको हो? आकाशमा रहेको चन्द्रमालाई नदेखेको जस्तै, समुद्रको किनारमा उभिएर पनि पानी नदेखेको जस्तै, पूर्व दिशामा उदाएका सहस्र रश्मिधारी सूर्यमण्डललाई नदेखे जस्तै, सुमेरुको नजिकै उभिएर पनि सुमेरु पर्वत नदेखे जस्तै, देवसहित लोकमा अग्रपुङ्गल हुनुभएका सम्यक सम्मा सम्बुद्ध भगवानलाई आफ्ना साथमा रहनु भएको देखेनौ? किन अर्को आगो बाल्ने? जाऊ भगवान कहाँ बुद्ध कहाँ जाउँ भनी अगाडि पछाडि हिँडिरहेका ती भिक्षुहरू सबै भेला भएर भगवान बुद्ध कहाँ जानुभयो। शास्ता महान भिक्षु सङ्घहरूबाट परिवृत भएर एक ठाउँमा उभिनुभयो। जङ्गलको आगो मानव सबैलाई पराजय गर्दै आएको जस्तै घोर शब्द गुन्जिरह्यो। परन्तु जुन ठाउँमा भगवान बुद्ध उभिनु भएको थियो त्यहाँ पुगेपछि त्यस ठाउँको चारैतिर 16 करिस टाढा यो डढेलो आगो जसरी फुसको चिराग पानीमा चोबल्दा निभेर जान्थ्यो त्यस्तै निभेर गयो। भगवान बुद्धको आसपास 3200 करिससम्म त्यो आगो फैलिन सकेन। करिस भन्नाले यहाँ 4 माना बिउ राख्ने खेतलाई 1 करिस भनिन्छ।
भिक्षुहरूले गुण प्रशंसा गरे। अहो बुद्धको अनुभव, यो अचेतन आगो पनि बुद्ध भगवान उभिनु भएको ठाउँमा फैलिन सकेन, पानीमा चिराग चोपल्ले जस्तै निभेर गयो। अहो बुद्धको शक्ति। शास्ताले उनी भिक्षुहरूको कुरा सुनेर आज्ञा हुनुभयो, यो मेरो अहिलेको बल होइन, जसबाट यो आगो यो भूमि प्रदेशमा पुगेपछि निभेर गयो, परन्तु यो मेरो पुरानो बट्टाईको बच्चामा भएर जन्मदा गरेको सत्य प्रतिज्ञा, सत्य क्रियाको बल हो। यो प्रदेशमा कल्पभर आगो लाग्दैन, यो कल्पभर रहने पार्तिहार्य पनि हो। आयुष्मान आनन्दले शास्तालाई आसन बिछाउन सङ्घाटी 4 पत्र गराई पत्याई ओछ्याइदिनुभयो। भगवान त्यसमा पलेटी मारेर बिहालिनुभयो र भिक्षुहरू पनि तथागतलाई वन्दना गरी रिङ्गै परिक्रमा गरी बसे। भिक्षुहरूको प्रार्थनामा भगवान बुद्धले पुरानो कुरा जातक बयान गर्नुभई वट्ट सूत्र देशना गर्नुभयो। यो कुरा जातक अर्थकथामा उल्लेख भएको छ। अब सुन्नुहोस् वट्ट सूत्र। पुरेन्तम बोधि सम्भारे निबत्तम वट जातीयम यस तेजेन दावगी महासतं विवजै थेर स सारिपुत्त स लोकनाथेन भासितं कपट्ठायं महातेजं परितं तं बनामहे अथि लोके शील गुणो सचम सोचे अनुदया तेन सचेन काहामि सच क्रियमनुत्तरम् आवजित्वा धम्म बलं सरित्वा बुभगे जिने सच बलमवसाय सच क्रियमकाशहम् सन्ति पखा अपतना सन्ति पादा अवञ्चना माता पिता च निखन्ता जात वेद पटिक्कम सह सचे कते मह्यम महापजलितो सिखि वजेसी 16 करिसानि उदकं पत्वा यथा सिखि सचेन मे समो नथि एषा मे सच पारमी वट सुतम निथितम अथ धजग सुतम र अब यसलाई धजग सूत्र भनिन्छ, यसलाई ध्वज सूत्र पनि भनिन्छ। र धजग सूत्रको निदान चाहिँ यस प्रकार छ। भगवान बुद्ध श्रावस्तीको जेतवन बिहारमा बिहार गर्नुभएको बेलामा भगवानले भिक्षुहरूलाई सम्बोधन गर्नुभई यो धजग सूत्र परित्राण देशना गर्नुभएको थियो। विशेष गरी यो धजग सूत्र परित्राण अनुसरण गर्ने बित्तिकै आकाश पनि पृथ्वी जस्तै भएर जान्छ। राक्षस चोर आदिबाट हुने सम्पूर्ण उपद्रव जालबाट मुक्त भएर जान्छ। यस कुराको उदाहरण कसो हो भने लङ्का द्वीपमा एउटा श्रामणे महाचैत्यमा उकल्दै गरेको बेलामा गोडा चिप्लिएर खसे। तिनी श्रामणेले खसिरहेको बेलामा धजग सूत्रलाई स्मरण गरे। यसरी अनुसरण गर्दा गर्दै उनी तल भूमिमा नखसिकन आकाशमै भुइँमा टेके जस्तै उभिरहे। धेरै बेरपछि प्रश्नचित्त भएर बिस्तारै भूमिमा उत्रे। तल पुग्दा कुनै अन्तराय विघ्न भएन। आधार केही नभएको आकाशमा पनि यसको अनुसरण गर्ने बित्तिकै पृथ्वीमा जस्तै आधार भरोसा लिन सकिने रहेछ भने भूमिमा उभिएर वा बसेर अनुसरण गरिरहने अथवा पाठ श्रवण गरिरहेकालाई त निश्चय नै आदर पाएर विघ्न अन्तराय शान्त भएर जानेछ। यो कुरा सगाथा वग्ग संयुक्त पाली अथ कथा र परित्राण टीकामा उल्लेख भएको छ। र अब धजग सूत्रलाई उच्चारण गर्छु। यस्सानुसरणापि अन्त लिखेपि पाणिनो पतिष्ठ मदिगच्छन्ति भूमियं उयसबथा सबुपदवजालम्बा यखा चोरादि सम्भवा गणनान्न च मुत्तान्नं परितं दम्बनामहे एवं मे सुतम् एकं समयं भगवा सावथीयं विहरति जेतवने अनाथपिण्डिकस आरामे तत्र खो भगवा भिक्षु आमन्तेसि भिक्षौति भदन्ते तीते भिक्षु भगवतो पच सोसुम् भगवा एतदौच भूतपुबं भिक्षवे देवासुर संगामो समुपव्युलो अहोसि अथ खो भिक्षवे सको देवान मिन्दो देवे तावतिंसे आमन्तेसि
सचे मारिसं देवानं सङ्गान गतानम् उपजेय भयं वा संविततं वा लोमहंसो वा ममेव तस्मिन् समय धजगम् उल्लेखेयाथ मममि ओ धजगम् उल्लेखेयतं यं भविष्यति भयं वा संविततं वा लोमहंसो वा सोपयिष्यति नो चे मे धजगम् उल्लेखेयाथ अथ प्रजापतिश्च देवराजस्य धजगम् उल्लेखेयाथ प्रजापतिश्च हि वो देवराजस्य धजगम् उल्लेखेयतं यं भविष्यति भयं वा संविततं वा लोमहंसो वा सोपयिष्यति नो चे प्रजापतिश्च देवराजस्य धजगम् उल्लेखेयाथ अथ वरुणस्य देवराजस्य धजगम् उल्लेखेयाथ वरुणस्य हि वो देवराजस्य धजगम् उल्लेखेयतं यं भविष्यति भयं वा संविततं वा लोमहंसो वा सोपयिष्यति नो चे वरुणस्य देवराजस्य धजगम् उल्लेखेयाथ अथ ईशानस्य देवराजस्य धजगम् उल्लेखेयाथ ईशानस्य हि वो देवराजस्य धजगम् उल्लेखेयतं यं भविष्यति भयं वा संविततं वा लोमहंसो वा सोपयिष्यति तं खोपन भिक्खवे सकस्य वा देवानमिन्दस्य धजगम् उल्लेखेयतं प्रजापतिस्य वा देवराजस्य धजगम् उल्लेखेयतं वरुणस्य वा देवराजस्य धजगम् उल्लेखेयतं ईशानस्य वा देवराजस्य धजगम् उल्लेखेयतं यं भविष्यति भयं वा संविततं वा लोमहंसो वा सोपयेथापि नोपि पह्येथ तम किस हेतु स कोई भिक्खवे देवानमिन्दो अवित्त रागो अवित्त दोषो अवित्त मोहो भीरु छम्बि उत्त्रासि पलायिति अहं चखो भिक्खवे एवं वदामि सचेतुमाकं भिक्खवे अरण्यगतानं वा रुक्षमूलगतानं वा शून्यागारगतानं वा उपजेय भयं वा संविततं वा लोमहंसो वा ममेव तस्मिन् समये अनुसरेयाथ इति पिसो भगवा अर्हं समा सम्बुद्धो विज्जाचरण सम्पन्नो सुगतो लोकविदु अनुत्तरो पुरिषदम सारथि सत्था देव मनुष्यानं बुद्धो भगवाति मम ह्यो भिक्खवे अनुसरतं यं भविष्यति भयं वा संविततं वा लोमहंसो वा सोपयिष्यति नो चे मम अनुसरेयाथ अथ धम्मम् अनुसरेयाथ स्वाख्यातो भगवता धम्मो संदिठिको अकालिको यही पशिको उपनेयिको पच्चतम वेदुतब्बो विन्युहि सुप धम्मं यो भिक्खवे अनुसरतं यं भविष्यति भयं वा संविततं वा लोमहंसो वा सोपयिष्यति नो चे धम्मम् अनुसरेयाथ अथ संघम् अनुसरेयाथ सुपटिपन्नो भगवतो सवक संघो उजुपटिपन्नो भगवतो सवक संघो न्यायपटिपन्नो भगवतो सवक संघो सामीचिपटिपन्नो भगवतो सवक संघो यदिदं चतारि पुरुष युगानि अठ पुरुष पुग्गला एष भगवतो सवक संघो आहुनेयो पाहुनेयो दक्षिणेयो अंजलि करणीयो अनुत्तरं पुण्यक्षेत्रं लोकसात्ति संगम ह्यो भिक्खवे अनुसरतं यं भविष्यति भयं वा संविततं वा लोमहंसो वा सोपयिष्यति तं किस्स हेतु तथागतो हि भिक्खवे अर्हं समा सम्बुद्धो वित्त रागो वित्त दोषो वित्त मोहो अभीरु अछम्बि अनुत्रासि अपलायिति इदमोच भगवा इदं वतान सुगतो अथा परम एददो च सथा अरण्ये रुक्षमूले वा शून्यगारे व भिक्खो अनुसरेथ सम्बुद्धं भयं तुमाकं नोसिया नो चे बुद्धं सरेयाथ लोकजेठं नरासभम् अथ धम्मं सरेयाथ नियानिकं सुदेशितं नो चे धम्मं सरेयाथ नियानिकं सुदेशितं अथ संघं सरेयाथ पुण्यक्षेत्रम् अनुत्तरम् एवं बुद्धं शरन्दानं धम्मं संघं च भिक्खो भयं वा संविततं वा लोमहंसो नहेष्यति धजग सुतं नेठितम्। अथ आटा नाटीय सुत्तम र आटा नाटीय सूत्रको निधानलाई
भन्दछु। भगवान बुद्ध राजगृहको गिर्धकुट पर्वतमा विहार गरिरहनु भएको बखतमा 1,00,000 कोटी यक्ष सैन्य भएका वैश्रवण महाराज, 1,00,000 कोटी गन्धर्व सैन्य भएका धृतराष्ट्र महाराज, 1,00,000 कोटी नाग सैन्य भएका विरूपक्ष महाराज, विरुल्ल, कुबेर आदि यी 4 चतुर महाराजहरू आफ्ना सैन्य परिवारबाट जनही 1,00,000 कोटी सैन्य लिएर रात्रिको पहरमा आफ्ना शरीरको तेज, आभरणको तेजले गिर्धकुट पर्वत सबै जजलमान गरी भगवान बुद्ध कहाँ आएर भक्तिपूर्वक सेवा गर्न आएका थिए। त्यस बखतमा वैश्रवण देवराजले भगवानलाई आदरपूर्वक वन्दना गरी यसो बिन्ती गरे, भन्थे, भगवान, धेरै यक्ष समूह मध्ये कुनै कुनै यक्षहरू भगवानप्रति प्रसन्न हुनेहरू पनि छन् भने कुनै कुनै अप्रसन्न हुनेहरू पनि छन्। भिक्षु, भिक्षुणी, उपासक, उपासिका यी 4 परिषदले भगवानको ओवाद ग्रहण गरेर जङ्गल, पर्वत, रुखको फेद आदि एकान्तमा ध्यान भावना गरी रहेको बखतमा भगवानप्रति अप्रसन्न भएका यक्षहरूले दुःख दिन सक्छन्। यक्षहरूले 4 प्रकारका परिषदहरूलाई दुःख दिन नसकिने तुल्याउन आटानाटीय नामक सूत्र रक्षाबन्धनको रूपमा हजुरका शिष्यहरूलाई पाठ गर्ने उपदेश दिबक्सिए राम्रो हुने थियो भनेर यसरी बिन्ती बिछाएका थिए। र भगवान बुद्धले वैश्रवण देवराजको निवेदनलाई मौन भएर स्वीकार गर्नुभयो र त्यसपछि चतुर महाराज देवताहरू आफ्ना परिषदका साथ भगवानलाई वन्दना गरी देवलोक फर्के। भोलिपल्ट उज्यालो भएपछि भगवान बुद्धले भिक्षुहरूलाई आमन्त्रण गर्नुभई वृत्तान्त बताउनुभयो र भिक्षु हो, आजदेखि 4 परिषदलाई प्रचण्ड देवताहरू र यक्षहरूको तर्फबाट पीडा कष्ट हुन नदिने आटानाटीय नामक रक्षाबन्धन सिकेर पाठ गर भनी आज्ञा गर्नुभएर विपसिच नम्मथु आदि महन्तम वित शारदम सम्मको 6 गाथा आज्ञा हुनुभयो। भिक्षुहरूले पनि आटानाटीय परित्राण 6 गाथालाई भगवानको आज्ञा अनुसार सिकेर जङ्गल, पर्वत, रुखमूल अथवा रुख वृक्षको मूल आदि एकान्त ठाउँमा पाठ गर्न थाल्नुभयो। त्यस बखत भिक्षु, भिक्षुणी, उपासक, उपासिका 4 परिषदलाई प्रचण्ड देवतादि यक्षहरूले दुःख कष्ट नदिएकोले आनन्दपूर्वक ध्यान भावनामा लागिरहनुभयो। यो कुरा पाथेय सुत्त ग्रन्थमा उल्लेख छ। आटानाटीय सूत्रमा उपरोक्त 6 गाथाको अतिरिक्त बुद्ध वंशपाली र धर्मपद पालीका केही गाथाहरू पनि छन् भने साथै श्रीलङ्का द्वीपका आचार्यहरू तथा अन्य आचार्यहरूले रचना गरिराखेका बुद्ध धर्म सङ्घको गुण तथा नागहरूको गुण प्रशंसा गर्दै आशिकको रूपमा रचना गरिराखेका गाथाहरू पनि छन्, जुन पाठ गर्ने र श्रवण गर्नेलाई फल दिने हुन्छ। र अहिले यहाँ आटानाटीय सूत्रलाई उच्चारण गर्दैछु। अपसन्ने हि नासत्स शासने साधु सम्मते, अपसन्ने हि नाथस शासने साधु सम्मते, अमनुष्ये हि चण्डे हि सदा किभि सकारिभि, परिसानं च तत्सन्नं अहिंसाय च गुत्तिया, यम देशेसि महावीरो परितं तं मनामहे, विपशिष च न मथु चक्षुमन्तस श्रीमतो, सिखि सापि च न मथु सब्बभूता नुकम्बिनो, वेशभूष च न मथु नातकस तपसिनो, न मथु ककुसन्दस मारसेन पमदिनो, कोणागमनस न मथु ब्राह्मणस विषि मतो, कस पस च न मथु विपमुत्तस सबधि, अंगिरस स न मथु शक्यपुत्तस श्रीमतो, यो इमं धम्मं देशेसि सब दुःखापनुदनं, ये चापि निबुधा लोके यथा भूतं विपशिशुं, ते जना अपि शृणाथ महन्ता वित शारदा, हितं देवमनुष्यानं यं नमसन्ति गौतमं, विज्जाचरण सम्पन्नं महन्तं वित शारदम्, एते चन्ये च सम्बुद्धा अनेक शतकोटियो, सभ्ये बुद्धा समा सभ्ये बुद्धा महिधिका, सभ्ये 10 बलुपेता वेशार जेसुपागता,
ते सभ्ये ते पटि जानन्ति आसभ्रम थानमुत्तमम् सिंहनादं नदन्ते ते परिसासु विशारदा ब्रह्मचक्रं पवेतेन्ति लोके अपटिवतीयम् उपेता बुद्ध धम्मे हि 1800 नायका द्वत्रिंश लखणुपेता सीतानुव्यञ्जनाधरा व्यामप्पभाय सुप्पभा सभेते मुनिकुञ्जरा बुद्धा सभान्युनो एते सभे खिणा सवाजिना महापवा महातेजा महापन्या महब्बला महाकारुणिका धीरा सभेशानं सुखावहा दीपानाथ पतिष्ठा च ताणा लेणा च पाणिनं गति बन्धुमय सासा शरणा च हितेशिनो सदेव कसलोकस सभे एते परायणा तेषाहं शिरसा पादे वन्दामि पुरुषोत्तमे वचसा मनसा चैव वन्दामि ते तथा गते शयने आसने ठाने गमने चापि सबदा सदा सुखेन रक्षन्तु बुद्धा सन्ति करातुवं ते त्वं रक्षितो सन्तो मुत्तो सब भय च सब रोगा विनिमुत्तो सब संताप वजितो सब वेर मतिकन्तो निभूतो जतुवं भव तेषं सचेन शीलेन खन्ति मेता बलेन च तेपि अमे नुरखन्तु आरोग्येन सुखेन च पुरथमस्मिन् दिशा भागे सन्ति भूता महीधिका तेपि अमे नुरखन्तु आरोग्येन सुखेन च दक्षिणस्मिन् दिशा भागे सन्ति देवा महीधिका तेपि अम्हे नुरखन्तु आरोग्येन सुखेन च पश्चिमस्मिन् दिशा भागे सन्ति नागा महीधिका तेपि अम्हे नुरखन्तु आरोग्येन सुखेन च उत्तरस्मिन् दिशा भागे सन्ति यक्षा महीधिका तेपि अम्हे नुरखन्तु आरोग्येन सुखेन च प्रथिमेन धतरठ्यो दक्षिणेन विरुल्लको पश्चिमेन विरूपखो कुबेरो उत्तरं दिशं चत्वारो ते महाराजा लोकपाल यशस्विनो तेपि अम्हे नुरखन्तु आरोग्येन सुखेन च आकाशट्ठा च भूमट्ठा देवनागा महीधिका तेपि अम्हे नुरखन्तु आरोग्येन सुखेन च इद्धिमन्तो च ये देवा वसन्ता इद शासने तेपि अम्हे नुरखन्तु आरोग्येन सुखेन च सभीतियो विभजन्तु शोको रोगो विनशतु माते भवत्वन्तराय सुखै दीर्घायुको भव अभिवादन शिलिस निचं गुड्ढा बजाइनो चतारो धम्मा वढन्ति आयुवन्नो सुखं बलम् आटा नाट्य सुत नेठेतम अंगुलीमाला सूत्रम र अंगुलीमाला सूत्रको निदान यस प्रकार छ। एक दिन आयुष्मान अंगुलीमालाले भगवानलाई अभिवादन गरी बिन्ती गर्नुभयो। भन्थे, भगवान, आज म पात्र चिवर धारण गरी श्रावस्ती नगरमा भिक्षाटन गएँ। त्यहाँ एउटी महिला अथवा नारी प्रसव पीडाले अथवा सुत्केरी हुन नसकेर पीडित भइराखेको देखेर मेरो मनमा यस्तो लाग्यो, हाय प्राणीहरूले दुःख भोगिरहेछन्, हाय प्राणीहरूले दुःख भोगिरहेछन्। अनि भगवानले भन्नुभयो, त्यसो भए अंगुलीमाला, जहाँ ती महिला छिन् त्यहाँ गएर यस्तो भन, बहिनी, म जन्मेदेखि जानाजान प्राणी हिंसा गरेको मलाई थाहा छैन। यो सत्य वचनको प्रभावले तिम्रो मङ्गल होस्, गर्वको पनि मङ्गल होस्। यो सुनेर अंगुलीमालाले फेरि बिन्ती गर्नुभयो। भन्थे, भगवान, यो त मैले निश्चय नै झुट बोल्ने भएँ। भन्थे, मैले जानी धेरै नै प्राणीघात गरेको छु। भगवान बुद्धले अंगुलीमालाको शङ्का निवारण गर्नुभई पुनः भन्नुभयो, अंगुलीमाला, त्यसो भए तिमी जहाँ ती महिला छिन् त्यहाँ गएर यस्तो भन, यतोहम भगिनी अर्याय जातीय जातो भनेर यो गाथा सिकाइदिनु भयो। र हवस भनी आयुष्मान अंगुलीमाला गएर यही सूत्र पाठ गरी दिनुभयो। अनि यो परित्राण पाठ सुनेर ती महिलालाई जुन वेदना भइराखेको थियो त्यो वेदना शान्त भएर बालक पनि राम्रोसँग जन्मियो, बालकलाई पनि मङ्गल भयो। र यसलाई भनिन्छ अंगुलीमाला सूत्र। परितं यं भणन्तस्स निसिन्न ठान धोवनम् उदकम्पि विनाशेति सबमेव परिसयम्
सोथिना गब्ब उठानम यञ्च सादिति तङ्खणे थेरस अङ्गुलिमालस लोकनाथेन भासितं कपट्ठायं महातेजं परितं तं भणामहे यतोऽहं भगिनी अरियाय जातीया जातो नाभिजानामि सञ्चिच्च प्राणं जीविता वो रूपेता तेन सचेन सोतिते होतु सोति गब्बस अङ्गुलिमाला सुतं निठेतम। र अब बोझङ्ग सुत्तम र बोझङ्ग सूत्रको निराञ्जै नै भगवान बुद्ध राजगृहको वेलुवन कलन्दक निवासमा विहार गरिरहनु भएको बखतमा आयुष्मान महाकाश्यप पिफली गुफामा बिरामी भएर बसेको ठाउँमा भगवान बुद्ध पाल्नु भई उहाँको रोग शान्त गर्नुभएको निम्ति बोझङ्ग सूत्र देशना गर्नुभयो। त्यस्तै गिर्धकुट पर्वतमा आयुष्मान मोदगल्यान बिरामी हुँदा पनि भगवान पाल्नु भई उहाँको रोग शान्त गरिदिन बोझङ्ग सूत्र देशना गर्नुभयो। एक दिन स्वयं भगवान बुद्ध अस्वस्थ हुनुभयो। त्यसबेला आयुष्मान चुन्द भगवान बुद्धका आएर अभिवादन गरी एक छेउमा बिहार लिनुभयो र उहाँलाई भगवानले भन्नुभयो, प्रिय छोरा चुन्द, मलाई बोझङ्ग सूत्र सुन्ने इच्छा भयो, राम्रोसँग सुनिने गरी पाठ गर। आयुष्मान चुन्दले भगवानको आज्ञालाई शिरो पर धारण गरी सत्तिमे बोझङ्गा भगवता सम्म दखाता आदि बोझङ्ग सूत्र पाठ गरिदिनुभयो। यसरी आयुष्मान चुन्दले पाठ गरेको बोझङ्ग सूत्र ध्यानपूर्वक भगवान बुद्धले सुन्नुभयो। त्यति बेला भगवानको शरीरमा भइरहेको सबै रोग हुरीले उडाएर लगे झैँ शान्त भएर गयो। परित्राणमा आएको बोझङ्गो सती सङ्खातो आदि गाथा उपरोक्त बोझङ्ग सूत्र देशना सहित सत्य क्रियाको रूपमा आचार्यहरूले संक्षिप्त गरेर रचना गरी राखेका गाथाहरू पनि छन् र यसलाई यहाँबाट उच्चारण गर्दछु। संसारे संसरन्दानं सब दुःख विनाशने सत्त धम्मे च बोझङ्गे मारसेनापमदने बुझित्वा येचिमे सत्ताति भव मुतकुत्तमा अजाति मजरा व्याधिम अमतं निभयं गता एवामादि गुणुपेतम अनेक गुण संगहम ओषधञ्च इमं मन्तं बोझङ्गञ्च भनामहे बोझङ्गो सति सङ्खातो धम्मानं विचयो तथा वीर्यं पितिपसद्धि बोझङ्गा च तथा परे समादुपेक्षा बोझङ्गा सत्यते सबदसिना मुनिना समदखाता भाविता बहुलीकता संवत्तन्ति अभिन्याय निब्बानाय च बोधिया एतेन सच वजेन सुदुते होतु सबदा एकस्मिन् समय नाथो मोगलानञ्च कसबं गिलाने दुखिते दिस्वा बोझङ्गे शतदेशै ते च तम् अभिनन्दित्वा रोगा मुञ्चिंसु तङ्खणे एतेन सच वजेन सुस्थिते होतु सबदा एकदा धम्मराजापि गेलन्येन विपीलितो चुन्द थेरेन तम् एव भणापेत्वान सादरं सम्बोधित्वा न आबाधा तम्हा उठासी ठानसो एतेन सच वजेन सुस्थिते होतु सबदा पहिना ते च आवाधा तृणनं विमहेशिनं मगहता किलेशाव पत्तानुपति धम्मतम् एतेन सच वजेन सुस्थिते होतु सबदा बोझङ्ग सुतं निठेतम्। अथ पुबन्न सुत्तम। यो पुबन्न सूत्र जुन कुनै समयमा पनि सुमङ्गल सुस्वास्थ्य शुभकामनाका लागि गरिने सूत्र हो। यसमा मैत्री भावनाहरू समावेशहरू छन् भने धर्मश्रवणका निम्ति आएका देवी देवताहरूलाई आफ्नो स्थान जानका लागि बिदा गरेको पनि छ। यसलाई पुबन्न सूत्र भनिन्छ। यम दुन्निमित्तमवमङ्गलं च यो च मनापो सगुण ससदो पापगहो दुष्पिनम् अकन्दं बुद्धानुभाविन विनाशमेन्दु यम दुन्निमित्तमवमङ्गलं च यो च मनापो सगुण ससदो पापगहो दुष्पिनम् अकन्दं धम्मानुभाविन विनाशमेन्दु यम दुन्निमित्तमवमङ्गलं च यो च मनापो सगुण ससदो पापगहो दुष्पिनम् अकन्दं
सङ्घानुभावेन विनाशमेन्दो दुःख पता च निदुःख भय पता च निभया शोक पता च निशोका हुन्तु सबे विपाणिनो एतावता च अमेहि सम्पदं पुण्य सम्पदं सबे देवानुमोदन्तु सब सम्पदि सिद्धिया दानं ददन्तु श्रद्धाय शीलं रखन्तु सबदा भावना भीरता हुन्तु गच्छन्तु देवता गता सबे बुद्धा बलपता पच्चेकानञ्च यं बलम् अरहन्तानञ्च तेजेन रखं बन्धामि सबसो यं किञ्चि वित्तम् इधवा हुरवा सज्ञेषु वायं रदनं वणितं ननु समम् अति तथा गतेन इदम्पि बुद्धेरदनं वणितं एतेन सचेन सुवत्थि होतो यं किञ्चि वित्तम् इधवा हुरवा सज्ञेषु वायं रदनं वणितं ननु समम् अति तथा गतेन इदम्पि धम्मे रत्नं वणितं एतेन सचेन सुवत्थि होतो यं किञ्चि वित्तम् इधवा हुरवा सज्ञेषु वायं रत्नं वणितं ननु समम् अति तथा गतेन इदम्पि सङ्घे रत्नं वणितं एतेन सचेन सुवत्थि होतो भवतु सब मङ्गलं रक्षन्तु सब देवता सब बुद्धानुभावेन सदा सुखी भवन्तु ते भवतु सब मङ्गलं रक्षन्तु सब देवता सब धम्मानुभावेन सदा सुखी भवन्तु ते भवतु सब मङ्गलं रक्षन्तु सब देवता सब सङ्घानुभावेन सदा सुखी भवन्तु ते महाकारुणिको नाथो हिताय सब पाणिनं पुरे त्वा पारमी सभापतो सम्बोधिमुत्तमम् एतेन सच वजेन सुतिते होतु सबदा महाकारुणिको महादया करुणाको सागर भई बक्सनु भएको नाथो तीनै लोकमा अतुलनीय देव ब्रह्म मनुष्यहरूको पनि पूजनीय माननीय भई बक्सनु भएको शान्तिका महानायक सम्मा सम्बुद्ध भगवान जो हुनुहुन्छ सब लोक हितथाय सम्पूर्ण लोकमा भएका सत्व प्राणीहरूको हितका निमित्त पारमीम दान आदि गरिएका 3.30 भन्ने पारमीहरूलाई पत्तो प्राप्त पूर्ण गर्नुभयो र अनुत्तरम उत्तममा पनि अझ अति उत्तम भएको सम्बोधिम अरहत मार्ग ज्ञान फल ज्ञान सर्वनियुक्त ज्ञान भन्ने बोधित्व ज्ञानलाई पनि पत्तो प्राप्त गर्नुभयो एतेन सच वजेन अहिले यहाँ यसरी भनिएको सत्य वचनको प्रभाव लिएर सबै धर्म श्रोता परिषद वर्गहरूले पनि भगवानको मुखारविन्द परित्राण धर्मलाई श्रद्धापूर्वक श्रवण गरिएको प्रभावले सब पाणिनो लोकमा भएका सम्पूर्ण सत्व प्राणीहरू सुखिता कायिक सुख मानसिक सुख चैतसिक आदि गरिएका सुखहरू र लौकिक सुख सम्पत्ति ऐश्वर्यहरूले पनि होन्तु भरिपूर्ण होस् साधु साधु साधु।